हामी चाहिँ अहिले नि एक राउन्ड निउड हान्न लाग्यो। कति बजेर 10:30 हुन लाग्यो। अनि यसो घुमिदिउँ भनेको होइन। आज उसले चलाइरहेछ भान्जाले। आज क्रिसमस इभ भरे यसो टुर हानिदिउँ राति बजेपछि हेरौँ कस्तो हुन्छ होइन टुर हाम्रो। एक राउन्ड हानेर आइन्छ। राति अहिले कति 10:30 भयो। यसो रमाइलो घुमघाम गरेर आउँ भनेर। जाडो छ है। ठमेलतिर त के छैन। यसो राउन्ड हानिदिउँ न ठमेल समेल पनि होइन। ठमेलको माहौल कस्तो छ अहिले? ठ्याक्कै यो रेड्नु पुलनिर आइपुग्यो हामी। बहुत जाडो छ बाहिर। गल्कोपाखा आइपुग्यो। गल्कोपाखा कफुर जाडा 10:30 भयो अहिले। गुरुजी यहाँ पुन्टे गुरुजी छ यता। पुन्टे गुरुजी हेलो। अब चल पल हुन्छ हामी गइसक्यो। पुन्टे गुरुजी मजाले। अहिले तिम्रो अलिकति हाइवेमा मात्र अलिकति गाह्रो छ तिम्रो अहिले है। हाइवे एकचोटि गएपछि तिम्रो हात बस्छ मजाले। काठमाडौँमा चाहिँ सक्ने भइसक्यो मजाले है। अब एकचोटि हाइवेतिर गएपछि मात्र हुन्छ ल ठिक्क। यो एनसेलको बिल्डिङ पनि डह्रो जलाइदियो है त्यो जेनजीले। जेनजी आन्दोलनले डेन्जरै बनाइदिएको थियो। लाइन चौर पिडिसी रक्सी खाएर चाहिँ चलाइरहन्छ कि यो बाइक चलाउनेहरू। समाते कि राति राति समातेर है समातेछ। दरमागबाट जाउँ है। हामी दरमागको बाटो परराष्ट्र मन्त्रालय आइपुग्यो। परराष्ट्र मन्त्रालय पुरै प्याक रहेछ यार। ठमेल छिर्नु त्यहाँ रहन्छ है। ऊ ठमेल गाडी छिर्नु त्यहाँ रहन्छ आज। दरमागको अहिलेको अवस्था यस्तो छ। हामी त दरमागतिर छौँ। ठमेलतिर गाडी छिर्न त्यहाँ रहेछ भनेपछि अन्धकार जाडो बहुत जाडो। यो नारीहरू त अहिलेसम्म छिरेको छैन यार। म छिरिसक्यो। कति रुपियाँ लिन्छ टिकटको? त्यही 100-150 रुपियाँ। ए अहिलेसम्म छिरेको छैन म। त्यहाँ पुरै गोली हानेको दागहरू पनि छ भने नि त्यहाँ छ।
राजाहरूको मिटिङ त्यो सब छ कि अनि त्यो राजाको दरबारहरू हैन राजा सुत्ने रुमहरू नि यस्तो सबै छ है सब छ रानीको मेकअप गर्ने ठाउँ राजाको मिटिङ गर्ने ठाउँ राजाको सुत्ने ठाउँ सब छ है देख्दैन हामीलाई तर त्यो नक्कली सुनहरू होला पत्याएन नेपालमा त्यसमा कहाँ हो अब ओरिजिनल हुन्छ राजाको मेन सामानहरू त गाई परिसक्यो नि त्यहाँबाट अहिले चाहिँ हामी दरबारमा यसो घुम्ने जाडो छ है ठमेलमा गाडी छिर्न दिइन्छ कन्सर्ट छ भन्दै थियो पहिला त अब 20 वर्ष 21 वर्ष 20 वर्ष हुन्थ्यो चाहिँ हिँडिन्थ्यो रमाइलो हुन्थ्यो अब के है यसो एक राउन्ड घुमेर दरबारको हाल के अरे अहिलेको अवस्था यस्तो छ के गरेछ यिनीहरू उहिलेहरू अहिले साट लाएर त गर्नु है गाडी जाम गरेर यार के भन्नु पुलिसहरूलाई पनि गाह्रो छ है राति ड्युटी गर्न जाडोमा सिधै एक राउन्ड ब्याट ल्याउने बिर्सेछु मैले अस्तिको भिडियो बनाएको थिएँ है के सुन्दैन ठिकै छ हामी कति 20 मिनटमा आइपुगेछ है यहाँनिर पुरै सुनसान छ सुन्ने टुडी खेल अब लोसार हुन्छ टुडी खेलमा नि पुस 15 गते आज कति गते हो आज टाक्क 10 गते 5 दिनपछि त्यहाँ नि हुन्छ राति क्या मजाक देखिन्छ है रोडहरू लाइसेन्स बोकेको छैन तिमीले है त्यही छैन केही फरक पर्दैन तिमीले ऊ चाहिँ राखेको छ कि छैन के अरे नागरिक एप छ नागरिक एप भइहाल्यो नि त्यसमा लाइसेन्सको भइहाल्छ नि पत्रकार लिनु बन्दैछ तर मैले कतिचोटि भनिरहेको हुन्छु कि यो शहीद गेटमा चाहिँ बत्ती नबालिदिने यस्तो अति नै गर्ने शहीदहरूलाई हेला गरे जस्तो भएन यो राति झिलिमिली यसो शहीदहरूलाई होइन शहीदको अपमान गरे जस्तो भयो नि यो त्यो अगाडिको राति त्यो झिलिमिली यहीँ शहीद गेट अब नामै शहीद गेट भनेर चिनिन्छ यो ठाउँलाई होइन यसो सिधै जाउँ न्यु रोड एक छिरेर जाउँ धरा झिलिमिली छ त्यो शहीद गेट पनि झिलिमिली गराइदियो त होइन यता यस्तो छ अझै धरेर अझै त्यति झिलिमिली भएन नि होइन यो वरिपरि पुरै लाइट के लाइट वालाबाट पुरा झप पाराले न्यु रोड पुरा सुनसान छ न्यु रोड दिउँसो भएको त अब त्यो के अरे बाइक त अड्के गर्छ यहाँ त जामले राति मान्छेहरू चिया बेच्न हिँड्छ चिया खानु पर्ला अहिले एकछिनमा यताबाट हामी राइट लागौँ चिया बेच्न हिँडेछ जाडोमा राइट जाउँ मोबाइल बेच्ने ठाउँ यो ताम्राकार बिल्डिङ साइडतिर सुनसान छ ल यता साइड ल म चलाउँछु ल म चलाउँछु है त प्यान ब्रेक लगाऊ न्यु रोड
को हावा झार्यो चार्जर झार्यो यहाँ चार्जर त चार्जर भुइँमा झारेछ है म चलाउँछु चार्जर त उसमा पो आएछ हातैमा ल खुट्टामा पो आइरहेको छ नि खुट्टामा छ भन्नु पर्दैन त सिट फेरि उसले क्या अगाडि राख्छ मान्छे डल्लो भइसक्यो लुकिङ ग्लास चाहिँ अलिकति मिलाउँछु म है अब मैले ड्राइभ गरेँ अब है सर बिस्तारै कुकुरले लहटिरा यार आगेहरू झ्यापेर तन्काएर हेर्छ त यार न्यु इयरतिर चाहिँ पहिला पनि हामी न्यु इयर इभमै हात लाँदै ए न्यु इयर इभ रे न्यु इयर इभमा आएको थियो पहिला चाहिँ हो अहिले चाहिँ क्रिसमस इभ अहिले चाहिँ हामी गाडी चढाउँदैछौँ न्यु रोड गेटमा आइपुग्यो हामी न्यु रोड गेटमा ट्राफिक दाइहरू रहेछ त्यहाँ चेकिङ के गरे अस्ति नै लाइट देखाइ त्यो यस्तो डाँडामा म खोल्चाबाट भयो माथि त्यो लाइट राम्रोसँग नगरे त्यहाँ के गरिरहेको त्यहाँ ऱ्याक गरिरहेको छ चोरको हाला दुईवटा हाला त्यसरी ऱ्याक गरिरहेको रहेछ त्यो केटी एक्लै हिँडिरहेको रहेछ फुच्चीहरू जिस्काउँदै हिँडेर पागल जस्तो रहेछ यार एक्लो हुँदा बस सुन्दरी ठन्डी महिना जाडो छ रात निकाल्न चौरी परेछ रानी पोखरी काठमाडौँको बिचैमा घण्टाघर रानी पोखरी के गरेर बसेछ केटाहरू त्यहाँ ठमेलभित्र गाडी छिर्नु दिँदैन के जानु है कन्सर्ट स्वाट निस्किन्छ यार बाइकहरू कुद्छ नि हाम्रो गाडी स्पोर्ट मोडमा राख्यो भने क्या कुद्छ अलिकमै चलाइरहेको छु छैन स्पोर्टमा क्या खतरा कुद्छ भने स्पोर्ट लगाइदिउँ स्पोर्ट लगाइदिन्छ ऊ स्पोर्ट लगाइदिउँ मैले होइन अब यस्तो कुद्छ क्या जाम यार ल अलिकति चाहिँ फुत्त जान्छ क्या स्पोर्ट लाछु यसो कुदाउँ भनेको यस्तो जाम भयो ल
यहाँ सब ठाउँमा सुन्ने छ, यहीँ मात्रै जाम। ल ठमेलको हाल अहिले यस्तो छ, छिटो चलाइदियो त त्यो भाप्छौँ यार। यो ट्याक्सी के गरेछ कि के गरेछ यो ट्याक्सी यार, तो साइको हान्छ भने ल पुलिसले हान्नु नि। कस्तो मुजी ट्याक्सी रहेछ यार, नयाँ जानु त्यहाँ भित्र जानु दिँदैन थाहा छ, त्यही पनि है जब चाहिँ भित्र जानुपर्छ मुजी। मान्छेहरू पुलिसले ऱ्याक गरिरहेछ, ट्र्याक्टर टिटी बजाएछ। धेरै स्पोर्ट मोडमा अलिकति चाहिँ क्या कोच हेर्नु ऊ है ब्रेकले नतान्ने हुन्छ थट हुँदैन। त्यो त हाइवेमा मात्र हो काम लाग्छ, एकमै राख्छु म। धेरै खान्छ चार्ज पनि हैन, चार्ज टिक्दैन नि। हामी यताबाट जाउँ है, त्यता आयो अब यताबाट जाउँ, बस पार्कको बाटो घर जाने। जब त्यहाँ छिर्न देखाएन ट्याक्सीहरू, जबरजस्तै भित्र छिर्नु गएछ यार। यहाँ बिचमा के मरिरहेको छ यार, छ्या झन्डै कुल्चेप टायरले यार, कुकुर हो कि बिरालो मरिरहेको छ। यता लाइन चौतिर चाहिँ जाम रहेछ यार। ठमेल उता पनि छिर्नु देखाएन, यता पनि छिर्नु देखाएन, त्यो भएर चाहिँ जाम भइरह्यो त। सबै ठमेल छिर्नु खोज्यो होला होइन। पहिला लन्च ग्राउन्डमा न्यु इयर इभी जस्तो भयो भने यहाँभित्र दिन्थ्यो पार्किङ गर्न, अब पार्किङ छैन, मान्छेहरू भौतारिन्छ। अब पहिला त ग्राउन्डभरि हुन्थ्यो नि भाइ, कार राखेर जान्थ्यो मान्छेहरू। द मल्ल होटल, म पढे स्कुल शान्ति स्कुल हो, श्री शान्ति विद्यागृह, शान्ति विद्यागृह के अरे उच्च माध्यमिक विद्यालय। यता छिर्नु नदिएपछि हिँड्नु नि है, अड्केर बसिरहेको यहाँनिर। छिर्न नदिएपछि के माछाहरू, यो पनि छिर्न दिँदैन, घुमाइरहेको छ यार। यता छिर्न दिँदैन, छिर्न दिँदैन। माछ चिक्नेहरू जाम गरेर मात्रै भएछ माछ चिक्नु, छिर्न दिँदैन भनेपछि त। पहिला यो ठाउँ कत्रो ठुलो लाग्थ्यो, अहिले सानो लाग्छ। गुलको पाखा ओह्रालो गणेश थान छिर्थ्यो यहाँबाट। टिङ्कु बिरामी मन्दिर बाटो कति हिँड्ने यार, बोकेर त्यहाँ पुग्न जान्थ्यो बच्चा पहिला। सानोमा हुर्केको ठाउँ हो। यता नि जाम, के को जाम हो फेरि यहाँ, कति बेला जाममा राख्थ्यो यार। यही गोलको पाएको ओह्रालोमा रातको 11 बजे जाम टुक्ने, 11 बजेर ऊ त्यो ट्रकले गर्दा जाम गराइदियो। एक राउन्ड त्यति घुमेर मात्र आइयो। अब ठमेलमा छिर्न दिएको छैन गाडी साडी, बाइक पनि छिर्न दिएको छैन, हामी चाहिँ यति घुमेर मात्र आयो। त्यो मानेन भोलि लिनु है।
अब हामी उता सामकोशी चोकमा गएर एकछिन चिया खान्छौँ अनि घर फर्किन्छौँ। सामकोशी चोक आइपुग्यो हामी। अब एकछिन यहाँनिर चिया सिया खाएर जान्छु। अब यहाँनिर चाहिँ एकछिन यहाँ बसेर चिया जान दामी हुन्छ के। सामकोशी चोक सिटी स्क्वायर आइपुग्यो हामी। सिटी स्क्वायर ल एकछिन यहाँ बसेर चिया सिया खान क्या रमाइलो हुन्छ यहाँनिर राति। अहिले 11 बजेर 11 मिनट भयो यार ठ्याक्कै। एकछिन त्यो चिया खाएर जाँदा यहाँ चाहिँ क्या प्याक हुन्छ कि चिया पसल यता। हामी एक राउन्ड चिया खाएर जाने हो। कति धेरै मान्छे हुन्छ यहाँ। क्या प्याक हुन्छ यता। चिया खानेको लाइन छ। अब चिया खाँदै हामी एकछिन बस्छौँ। बाहिर एकछिन हामी चिया चिया खाएर एकछिन यहाँ बसेर गइन्छ होइन त। तिमी मन परेन चिया? त्यो छैन त्यहाँको त त्यो पानीमा त उमाले त्यो चिनी चिया। अब चाहिँ हामी लाग्यो पछाडि केही छ त छैन नि है। अब हामी चाहिँ टक्क लाग्यो। ल आजको भिडियो खासै लास्टै हो। स्वेटर हान्थ्यो त खासै केही छैन भिडियोमा। यतिकै ठमेल घुमेर आयो, न्यु रोड घुमेर आयो। अब घरतिर लाग्यो। त अहिले कति 11:30 भयो। ल आजले यति नै। बाई बाई गरिदिनु दिपक। ओके बाई। सबैले माया गरिदिनु होला हाम्रो भिडियोलाई।